अब बाँकी समाचार। थोरै लगानीमै गर्न सकिने ठेला व्यवसायमा पनि राम्रो आमदानी गर्न सकिन्छ। ठेला व्यवसायमा व्यवसायीले आफूलाई अब्बल साबित गरेका छन्। एक रिपोर्ट। तिलोत्तमा 5 निवासी दीपचन्द्र गुप्ता उमेरले 54 वर्षको हुनुभयो। मणिग्राम क्षेत्रमा रहेर निरन्तर 42 वर्षदेखि ठेलामा फलफूल बेच्दै आउनुभएका गुप्ता आफ्नो व्यवसायबाट पूर्णतः सन्तुष्ट हुनुहुन्छ। म 12 वर्ष उमेरदेखि चाहिँ फलफूल बेचेको हुँ र यही फलफूल बेचेर म 4 बच्चालाई डिग्री पढाएँ, एउटा छोरीको बिहा गरेँ, एउटा बाबु अस्ट्रेलिया पठाएँ, 2 ठाउँमा घर बनाएँ। अझै पनि त्यो पेसा म 42 वर्ष अझै गर्दैछु म। र पहिला मेरो पूर्वको सम्पत्ति मेरो केही पनि होइन, मेरो पितृ सम्पत्ति आफूले पसिना बगाएर कमाएको सम्पत्ति मेरो हो र ठाउँमै घर छ मेरो। केशवराज पङ्गेनीले मणिग्राम क्षेत्रमा ठेला लगाई मोमो चाउमिन बेच्न लागेको 11 वर्ष भयो। पङ्गेनीले ठेलाकै कमाईबाट मणिग्राममा घर घडेरी जोड्नु भएको छ। ठेला व्यवसायबाट घडेरी लियो, घर बनाइयो, अनि छोराहरू पढाइयो, सबै घर खर्च यताउता चलिरहेको छ। ठिकै राम्रै सन्तोषजनकै छ भन्नु पर्यो। अहिलेको स्थितिमा सन्तोषजनकै भन्नुपर्छ, किनकि अब यो कोरोना कालपछि व्यवसाय धेरै जसो ठाउँहरूमा अब ठप्पै छ। त्यो हिसाबमा चाहिँ हाम्रो राम्रै चलेको छ। दीपचन्द र केशवराज जस्तै तिलोत्तमा 8 निवासी डीपी सापकोटाले पनि मणिग्राम क्षेत्रमा ठेला व्यवसाय गर्न थालेको 3 वर्ष पूरा भयो। विदेश भन्दा स्वदेशमै केही गरौं भन्ने मनसायले थोरै लगानीमा ठेला व्यवसाय रोजेको सापकोटाको भनाइ छ। मैले यहाँ चाहिँ यी नै फलफूल आइटमहरू, मेवा भयो, भैँकटर भयो, अनार भयो, स्याउ भयो, नरिवल भयो, तपाईँको आँप भयो, अनि तरकारी आइटमहरू। पहिला जुस पनि मैले अलिकति दिन जुस पनि ट्राई गरेँ, तर त्यो म्यानुअल मेसिन थियो, त्यस कारणले अब चाहिँ डिजिटल इलेक्ट्रिक मेसिन लिने सोचमा छु। यसलाई अझै व्यवस्थित तरिकाले अझै बढाउने सोचमा छु। राम्रो छ, हाम्रा युवाहरू 20-25 हजार कमाउनलाई खाडी मुलुकमा जान भन्दा यस्तो व्यवसाय गर्दा ठिक हुन्छ। यी त केवल उदाहरण मात्रै हुन्। उखु पेलेरै दिनको हजारौं कमाई हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्ला, तर सूर्यपुरा निवासी बुद्धिसागर राजपूतको कमाई लोभ लाग्दो छ। यहाँ ठेला लगाउँदा 2 वर्षसम्म भइसकेछ। व्यापार ठिकै हुन्छ, 4-5 हजार जति हुन्छ। आफ्नै मेसिन हो, मैना बगरबाट किनेको। यो चाहिँ 1,80,000 पऱ्यो थियो। अझै एउटा ठेला छ, त्यो अलिअलि हुन्छ थोरै। 2टा ठेला छ मसित। पहिला बाटोमा थियो, बाटोमा धपाउनु भएको छ, त्यही भएर यता बिउसाएर एकै ठाउँमा। योजनाबद्ध ढंगबाट अगाडि बढ्ने हो भने ससानो लगानीबाटै पनि मनग्य आमदानी गर्न सकिने क्षेत्रहरू धेरै छन्। तर यसको ठिक विपरीत कि त ठूलै कारोबार आँट्ने या त विदेश नै ताक्ने परिपाटीले ठूलो जनशक्ति खेर गइरहेको छ। यस्तो परिस्थितिमा ससानो लगानी मार्फत खेर गइरहेको जनशक्तिलाई जोड्न सके देश विकासमा